नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ यामादुर हतिमगर सुनसरी गाउँपालिका 4 सिंहरी भुवनरबा। हाल चाहिँ म अहिले साउदीमा चाहिँ सानो मेरो जीवन आर्जन गर्नको लागि म सानो बिजनेस पसल गरिरहेको छु। आउनुस् म स्टोर मेरो सामान चाहिँ मेरो पसलमा चाहिँ तपाईँहरूलाई स्वागत छ। आउनलाई एकचोटि भिजिट गर्नको लागि। ओहो सामान त तन्नै छ त। सामान छ अलिअलि हाल्नु छ फुल्का। हजुर हजुर हेर्न सक्नुहुन्छ यता मेरो तेलहरू छ। हजुर यता सबै तपाईँहरूको लागि चाहिँ सेवा सुविधाको लागि चाहिँ म सबै व्यवस्था गरेको छु। नुनहरू छ, चामलहरू छ, हेर्नुहोस् अन्डा सन्डा छ। सबै यो खाद्यान्न पसल चाहिँ खोलेको साउदीमा खोले चाहिँ लगभग भयो होला 5-6 वर्ष जति भयो मैले पसल खोलेको। हेर्न सक्नुहुन्छ तपाईँले खाद्यान्नको सामान चाहिँ अलसँग आउनुहोस् एकचोटि भिजिट गर्नु होला। हाम्रो यता चाहिँ यो दालहरू हो, सबै दाल। ओहो 5-6 वर्ष भयो त्यसो भए। 5-6 वर्ष भयो मैले यो। अनि यो सामानहरू चाहिँ कति लाखसम्मको छ नेपाली प्राइजमा? लगभग 1 करोड 5 लाख जतिको सामान छ। लगभग हेर्नुहोस् सबै गरेर हो? सबै गरेर टोटल ओहो 5 लाख जतिको सामान छ। ओहो भेजिटेबल पनि हो यता? भेजिटेबल पनि छ भित्रतिर। म तपाईँहरूलाई देखाउँदैछु। सबै चाहिँ खाद्यान्न सामान चाहिँ तपाईँले बाहिर किन्नै परेन। आउनुहोस् एकचोटि। हजुर हजुर यहाँ हेर्नुहोस् यहाँ काँटा साटा छ। तपाईँहरूको लागि चाहिँ अब सामान दिने बेला चाहिँ जोखेर दिन्छ हामी। यता आलु छ, पोटेटो, यता अन्डा। यो फेरि आउनुहोस् म स्टोरतिर यो उतिर आएको छु। यो भेजिटेबल स्टोर हो? स्टोरतिर जाँदैछु। ओहो तपाईँहरू देख्न सक्नुहुन्छ। अच्छा यता यता गोबी, हेर्नुहोस् गोबी ताजा ताजा गोबीहरू राखेको छु मैले। भेन्डीहरू राखेको छु, धनियाँ सनियाँ, शिमला मिर्ची, टमाटर सबै राखेको छु। यो फेरि यो तपाईँको चाहिँ टिटेगरले यो एकदम प्रेसर हाईको लागि चाहिँ हजुर सब्जी खानको लागि एकदम यो प्रेसरको लागि हाईको लागि चाहिँ लो गराउँछ। अनि तपाईँको स्टोरमा ग्राहकहरू भिजिट गर्नलाई चाहिँ कन्ट्याक्ट कसरी गर्ने त? तपाईँ फोन नम्बरको लागि म त्यसमै मोबाइल नम्बरहरू छोडिदिन्छु तपाईँलाई भिडियोमै। ओके त्यसमा हेर्नु होला। लोकेसन चाहिँ ठ्याक्कै कतानिर पर्छ? लोकेसन चाहिँ यो तपाईँको यो जुबेलदेखि लगभग चाहिँ तपाईँको चाहिँ 1 घन्टा लाग्छ। अलि भित्र अवधिरिया भन्ने ठाउँमा छ। ए ल ठिक छ। यता हेर्न सक्नुहुन्छ। यता पनि राखेको छु मैले। यो चाहिँ केसको लागि? यो चाहिँ तपाईँहरूको तपाईँको चाहिँ माछाको लागि, माछा चिकनको लागि। ओहो यो देख्न सक्नुहुन्छ। भनेपछि 1 करोड 5 लाखमा यो सबै सामान आयो होइन त? 1 करोड 5 लाखको सामान छ। हजुर हजुर आउन सक्नुहुन्छ। काम गर्ने कर्मचारीहरूको आवश्यक पर्छ कि? पर्छ लगभग कर्मचारीहरू लगभग 10-15 जना